मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। फेरि पनि बिहानदेखि भ्लग स्टार्ट गरिरहेको छु। सबैजनाले माया गरिदिनु होला। त्यो त म सबै भिडियोमा पनि भनिरहेकै हुन्छु र यो भिडियोमा पनि भन्दैछु। अनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला साथीहरू फटाफट। त्यही भन्न चाहन्छु। अब म एकछिन एकदम बिजी हुन्छु, बाबुलाई यहाँ स्कुल पठाउनु पर्ने हुन्छ अनि भ्याइ नभ्याइ हुन्छ कि एकछिन त मलाई। अब उसलाई स्कुलहरू पठायोभरि म फेरि हजुरहरूसँग कन्टिन्यू गर्छु। सो हेर्दै गर्नु होला मेरो भिडियो। कस्तो राम्रो मौसम बा, न पानी। रुक न, तिम्रो गाडी आएको छैन कि, रुक न एकछिन। के भन्छ हेर त, घाम पनि लागेन, पानी पनि परेन। गाडी नआउँदै गाडी आयो भनेर कस्तो गर्यो। आरती खान्छौ? रिबु गाडी आयो। प्रतीक बाई बाई गरिदिनु त, बाबालाई देखाइदिन्छु अहिले। ल धेरै पढेर आऊ ल। रिबु यहाँ हेर त, धेरै पढेर आऊ ल। आइसक्यो सबैजना। बाबु स्कुल पनि गयो। 2-3 दिनदेखि गएको थिएन, उसलाई सन्चो थिएन। फेरि एकदम गर्मी पनि, अनि उसलाई त्यो रुगा खोकी लाग्यो कि ज्वरो आइहाल्छ। अनि सन्चो लागेको थिएन, अनि 2-3 दिन गएन। अनि आज पनि म त रुन्छ होला कि भनेर सोचेको, त रोएन, खुसी हुँदै गयो। अब खुसी हुँदै गएको के अरे। अब अनि कहिले कहिले चाहिँ फेरि रुन्छ क्या, एकदम बाबा 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 भनेर रुन्छ, जान खोज्दैन। आज फेरि अब थर्सडे, फ्राइडे, स्याटरडे गरेर 3 दिन गएन। आज पनि रुन्छ कि जस्तो लागिरहेको थियो मलाई, तर रोएन, खुसी हुँदै गएको छ। अब आउँदाखेरि पनि झन् घर फर्किँदा त ह्याप्पी हुँदै आउँछ भन्थ्यो म्यामहरूले। के गर्ने, बच्चाको भविष्य बिगार्नु भएन। घर राखेर त्यतिकै सन्चो भइगयो पनि राख्नु त भएन, नमाने पनि माने पनि पठाउनु त पऱ्यो। साथीहरू, म अब खाना लाएँ। आजको मेरो नास्ता यही हुन्छ। ह्याप्पी असार 15। दही हिजो जमाएको कस्तो राम्रो भएको रहेछ, ठाउँमा परेको कि दही हेर्नु के राम्रो जमेको। कस्तो क्याम्दै आउने, तल गरे अनुहार देखिन्न, माथि गरे खाएको देखिन्न। दही चिउरा त मलाई अघिपछि पनि मनपर्छ, यतिकै पनि खान्छु भन्नु नास्तामा। म्याङ्गो लभर को हुन्छ साथीहरू? फलफुलमा मलाई सबभन्दा मनपर्ने म्याङ्गो मात्रै हो, अरू मलाई खासै मन पर्दैन। आज मैले बाबुलाई पनि म्याङ्गो हालिदिएको छु। उसले त बोक्रा छिटो खान सक्दैन नि त, अनि छोडाएर पठाइदिनुपर्छ बोक्राहरू छिलेर। एप्पल, म्याङ्गो,
टिफिन सबै टिफिनमा फ्रुट्सहरू पनि मैले सधैँ हालिदिने गरेको छु कि ऊ घर बसेर खाँदैन, बरु त्यहाँ भयो भने साथीहरूको देखेर खान्छ कि भनेर। अहिले यस्तो आँप पाइन्छ साथीहरू, जब साउनको व्रत बसिन्छ नि त्यो बेलामा फेरि सकिसकेको हुन्छ, अनि पाइए पनि यति महँगो हुन्छ फेरि। अब यति खाएपछि पेट डम्म। ल साथीहरू, आजलाई भिडियो यति मात्रै, छोटो मिठो। हजुरहरूले आफ्नो असार 15 कसरी मनाउनु भयो भन्नु होला। ल सबैलाई बाई बाई।